चाहिँ मेरो ठ्याक्कै घरबाट निस्केँ। यो 2-3 दिनको ननस्टप पानीले गर्दाखेरि चाहिँ अलि चिप्लो छ पुरै बाटो र धेरै दिनपछि पनि चलाइरहेको छु मैले बाइक चाहिँ होइन। मैले धेरै दिन भएको थियो यो बाइक नचलाएको, म हिँडिरहेको नै थिएँ होइन। एक त म घरमा पनि थिएन 2-4 दिन, त्यही हिसाबले बाइक पनि यत्तिकै थन्किरहेको थियो भने मैले हिजो चाहिँ चलाएँ होइन, किनभने पानीको पानी थियो नि त। अनि त्यही हिसाबले मैले चलाउन पनि सकिनँ र आजबाट फेरि म साधन लिएर हिँडिसकेको छु है। बाटो चाहिँ म तपाईँबाट सर्वप्रथम त यो म रेगुलर हिँड्ने बाटो चाहिँ देखाउन गइरहेको छु कि होइन। मेरो रेगुलर यही नै हो बाटो चाहिँ, अर्को बाटो छैन है। यस्तो चाहिँ पानीले पुरै बिगारिरहेको छ है, यस्तो गाह्रो छ हेर्नु। अब यहाँ यस्तो कत्रा र गुत्रु परेको बाटो छ, यहाँ अब बडो गाह्रो हुन्छ। यस्तो त छ, बडो गाह्रो छ। पानीले जाने ठाउँ छैन, अब के हारे। यहाँनिर अब के फालिदिएको यस्तरी बाँदर ल्यायो कि के ल्यायो। यहाँनिर मैले पुरै मूल छ यहाँ। मैले अस्ति चाहिँ पुरै सफा गरेको थिएँ, फेरि त्यस्तै भइसकेको छ कि बाटो चाहिँ हेर्नु त। अब जाने बाटै नहोला जस्तो। यतापट्टि पुरै फेरि यतापट्टिबाट मूल फुट्ने रहेछ। मैले यतापट्टि मात्रै यताको बाटोलाई मात्रै मिलाइदिएँ, यतापट्टि पनि त्यस्तै हुने रहेछ फेरि बाटो। अब त अब यस्तो छ। अब यहाँ त मैले ढुङ्गाहरू हालिदिएको थिएँ अलिअलि हुन्छ कि भनेर, तर बाटो फेरि त्यस्तै भइसकेछ। कसरी जाम बिस्तारै बिस्तारै। यही हो मेरो डेली हिँड्ने बाटो नै यस्तो छ। राति आउँदा झन् कम्ता बिजुक हुन्छ यहाँ। के को आवाज आएको भने के हो के आवाज टक्रा टक्रा आउँछ है, इरिटेट लगाउँछ। बाटो त पानीले त खतम छ त। अनि दोस्तै छ त साथीहरू बाटो त। ट्याक्क हुन्छ पछाडि, यस्तो चिप्लिन्छ यहाँ। यो छेउपट्टिबाट हालिदिउँ है त। हिलो छैन, छेउपट्टि नि हिलै छ कि फेरि योबाट हालिदिन्छु म त यसरी स्वाट। हिलो नभएकोतिर हाल्नु त। ल यता चाहिँ भाङबारी गाउँ है त। भाङबारी गाउँ खासै मान्छे छैन यहाँ पनि, त्यही हो। सबैतिर मान्छे कम नै छ अहिले। यस्तो चाहिँ पुरै हिलो बैठक। बैठकतिर यतातिर बैठक रहेछ, फेरि लगबित्तको चाहिँ बैठक चलिरहेको रहेछ यहाँ। यस्तो बाटो हो के लाउनुहोस् है हाकिम सर, आउनुहोस् पछाडि पछाडि। छ्या कस्तो डिटेटै लगायो यो चलाउनलाई। छ्या अब हेर्नु त, अब यहाँ हिलो कति छ, अब दिमागै खराब बनाउँछ यहाँ छ। अब तर के को एकदम त्यो धेरै दिन भएको भएर होला, त्यो नचलाएको भएर पुरै त्यो च्यानको त्यो ऊ भएको, च्यानमा चाहिँ सायद ऊ भएर पनि होला। म चाहिँ यो छेउबाट हाल्नुपर्ने हुन्छ कि अब होइन। यो हिलो सकेसम्म यसो नछिराउँ भनेर हो। हिलोमा च्यानमा गएर मोबिल हाल्नुपर्ने भयो। कस्तो ख्याट आवाज आइरहेको, धेरै सुक्खा भएर है के हो यो हिलो। यो अगाडि चाहिँ कस्तो डेन्जर छ कि बाटो, अब के भन्ने अब। पुरै नि बाटो जति बनाए पनि असारसम्म जसरी नि बिग्रिहाल्छ। अनि दोष कसलाई दिनु हो, दोष कसैलाई दिनु हुँदैन यहाँ। यो अहिले नमस्ते नमस्ते होइन जानी म
यस्तो छ है यो बाटो त यस्तो अब यो नबनाएको होइन बनाएकै हो बाटो यो अहिले असार साउनको बेला जसरी पनि बिग्रिहाल्छ होइन त्यही भएर दोष कसैलाई पनि दिनु हुँदैन यसमा बाटोहरूमा मलाई चाहिँ त्यस्तो लाग्छ है अब यसमा चाहिँ अब मेरो स्किलमा भर पर्छ है यहाँ चाहिँ अब कति टेक्न खुट्टा टेकेर जान सक्छु कि यतिकै लान सक्छु भनेर चाहिँ मेरो यो स्किलमा भर पर्ने कुरा हो यहाँ चाहिँ थोरै खाल्दा छ है फेरि घ्याच्याक्क हुन्छ यहाँ मलाई थाहा छ कि यहाँनिर घ्याच्याक्क हुन्छ भनेर ए ल धन्न कट्यो कटाउँछु कटाउन त नि बास किन बाटोमा किन यस्तो फालिदिन्छ कि म अचम्म लागिरहेको छ अब गइहाल्यो यस्तो बाटो त्यस्तै हो नि बाटो त